फोटो खिच्न लागिरहेको फोटो खिच्न लागिरहेको त यता आउँछ सुधा फोटो खिच्न लागिरहेछ भाइ तिमी कहाँबाट आएको भाइ A few moments later वेलकम ब्याक टु माई च्यानल गाइस। सो तपाईँहरू सबैजना आरामै हुनुहुन्छ होला, म पनि एकदम धेरै आरामै छु। अनि आज हामी जाँदैछौँ यता नुवाकोटको सूर्य चौर। हाम्रो सिस्टर र म चाहिँ अब डक्क लाएर निस्किन लाग्यो। हामी चाहिँ अहिले टोखा गेटमा छौँ है, ट्याक्क यो यहाँनिर गेटमै छौँ। अब यहाँबाट चाहिँ हामी टक्क सर चल्दिन्छौँ है। लेट्स गो है। बाटोमा के हुन्छ, माथिको डाँडाको भ्यू यस्तो बवाल बवाल आउनेवाला छ। अब सिसरको अब पानी पर्ला है त ल है, डह्रो पानी पनि पर्ला जस्तो मौसम चाहिँ यस्तो देखिरहेको छ क्या। सो अब चाहिँ हामी यहाँबाट चल्दिनु पर्ने हुन्छ। लेट्स गो। हामी चाहिँ यहाँबाट चल्दै है। Here I come. Oh, here I come. So yeah, we're looking at the items here. I'm about to sort of I would say camera off गर्नु सर के बोले भाइ अब के बोले हामी चाहिँ अस्ति एकपल्ट सिसा हजुर बाटो वाउ असार लो फेरि भवाल हैन कस्तो निको राष्ट्रिय जग्गा त्यो विश्व एरिया हुन्छ त पानी पर्न आइयो जाम भाइ Oh my god. Oh my god. ये देखो पर है Sorry man, guys. Right? Okay, driving slow करना पड़ता है. इसको फेल है यार. Bad loss हो. हामी आइसकेको छौँ चेकपोस्टबाट यता माथि होइन। टक्क यहाँको आजको चाहिँ भ्यू चाहिँ बवाल छ क्या। सर के भन्नु छ तपाईँलाई आज? दामी अघिल्लो चोटि आउँदाखेरि चाहिँ देखेको थियो तर अहिले चाहिँ केही देखेको छैन क्या है। सो अब हामी जाँदैछौँ अनि यहाँको आमा केही देखाएको छैन कस्तो यार तपाईँ र म भाइ केही देखाएन। दाजुहरू नै यहाँ बस्नुभयो। अब हामी चाहिँ यहाँबाट चल्दिनु पर्ने हुन्छ है। अब यहाँ धेरै बेर बस्नु मिल्दैन क्या, यहाँ चेकपोस्ट हो नि त आर्मी भ्याएर। अनि त्यसपछि हामी चाहिँ अब यहाँबाट चल्दिनु पर्ने हुन्छ है त। ल लेट्स गो है। के बोला होला छे भाइ सूर्य चौर जाने कता हो? यतै हो है हामीले सूर्य चौर सोध्नु सूर्य चौर यतैबाट है। नाच दिन्छ नि त। त्यो वाला चिन्नु भएको सर
एउटा भ्लगर छ त त्यो कोरियामा छैन अरे यहाँ त ओरिनु पर्ला जस्तो लाग्यो सरी ल है केही छैन है बाटो त एकदम धेरै खत्तम रहेछ नि त हैन सास नपुग्ला जस्तो छ हैन यसो छिटो जानु Oh my god. सर मलाई छोडेर जानु भएको So hey guys, बाटो चाहिँ एकदम धेरै अफरोड छ पानी परे बेला धेरै गाह्रो हुन्छ है मलाई चाहिँ छोडेर जानु भएको छ समीर सर है म चाहिँ सिसाले चाहिँ साथी गरिरहेको छु छोडेर हिँड्नु हो मलाई कुद्नु यत्रो दौडाइदिनु भयो ल ठिक छ नो वरिज है ल बस्नु तर अब त मैले बोलेको सुन्नुभएको थियो सुने भने भिडियोमा रेकर्ड चाहिँ हुन्छ सुन्नु भन्दा नि म त लाइन त ए तेरिका बाटो अहिले यस्तो छ हैन अहिले यस्तो छ है बाटो चिप्लो बाटो ओ माय गॉड बाटो गाइस मौसम अलिकति Oh my god. सर आयो ल ल कुदिनु भर्खर सुरुवात मात्रै भएको छ है अझ अलिकति हिजो बाटो रहेछ क्या ल हिल्लो छ है म हिँड्दिउँ है ल हिँड्नु है त ल मायाले है मलाई नहान्दिनु ल सिसा अगाडि कुदाउनु भएको छ है फाइनली आइपुगिसकेको छ हामी लेट्स गो सिसा लेट्स गो माथि गएर बस्नु अब है हान्दै बस्दिउँ है बस्दिउँ बस्नु न ओके बाइक जाँदैन हो जाँदैन है के बोले भाइ के बोले भन्नु त तल जाने हो कि माथि जाने हो तल जाने कि माथि जाने हो हामी आइसकेको छ सुरेश चौर हजुर पुस्नु न पुस्नु क्या नपखाल्नु हामी आइसकेको छौँ है सुरेश चौर है हामी कति सर हामीले कति घन्टा राइड हानी चाहिँ आइपुग्यौँ हामी आधी घन्टा भन्दा नि 45 मिनटको राइड पछि हामी आइपुगेको छौँ यो ठाउँ है दिस इज सुरेश चौर है यहाँको भ्यू त्यस्तो रहेको छ यहाँबाट अघि हिमालहरू पनि देखिरहेको थियो कि है यहाँ चाहिँ बाटो बन्द रहेछ क्या यहाँ त यताबाट आउने बाटो होला नयाँ बाटो होइन सो है लेट्स गो अब हाम्रो के हुन्छ यहाँ चाहिँ यस्तो भइरहेछ कन्स्ट्रक्सन बाटोहरू बन्दैछ let's go है सिस्टर यता ओ फाइनली आइपुग्यो सुरेश चौर यहाँ चाहिँ बाख्राहरू पनि रहेछ ल बाख्राहरू भ्लगमा आउनुभयो नि त होइन ओ तेरिका ओ माय गॉड यहाँको खतरा भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले बवाल रन खतरा हेर्नु त
कुन यता के हो सर यो चाहिँ के हो थाहै छैन देखेकै छैन के हो है अब चाहिँ हामी यसो फोटो सोटो भिडियो सुट ड्याङडुङ हामी त बनाउनु पर्ने हुन्छ उता हेर्नु सर तल जाने जाउँ न कहाँ गएर फर्किनु त हुन्न है जाउँ तल जाम ल बिस्तारै जाँदा नि हुन्छ हामीलाई चाहिँ होइन हुन्छ हतार छैन सर बाइकको लक लाग्छ हामीले बाइकको लक लाग्छ है खै ला होला लाग्छ मैले लाग्यो तपाईँ लाग्यो तपाईँ कि मैले लाग्यो तपाईँले सर मैले लाग्यो मैले बाफ्रे बाप कहीँ पुग्यौँ यार स्वर्गमा आइपुग्यौँ क्या यार हामी त यही स्वर्गमा आए जस्तो भइरहेछ क्या आज सर त्यो छ नि हामी अस्ति गर्थ्यौँ के अरे हामी पहिला के अरे ककनी गर्थ्यौँ क्या ककनी पनि यस्तै हो क्या सर जाम सर यो आलु बखारा के अरे यो खुर्पानी होइन खै म चिनिन सर खुर्पानीको बोट चाहिँ रहेछ है तर खुर्पानी होइन है कहाँबाट जाने थाहा छैन होइन त्यो पनि जाने हो होइन कहाँ पुग्नु त थाहा छैन कहाँ पुग्छ गन्तव्य थाहा छैन त्यही पनि लामै छ हामी आइपुग्यो गन्तव्यमा आइसक्यो है अब धेरै कुराहरू गर्नु बाँकी छ हाम्रो म काट्छु ब्युटिफुल लाइफमा वाउ तपाईँ काठमाडौँबाट अलिकति नजिक अलि राम्रो ठाउँमा आउँछ भने चाहिँ आउनु होला है अलिक नजिक भने चाहिँ हामी होला होइन हो सर ककनी पनि हाम्रो लगभग 2-3 घन्टा लाग्दो रहेछ क्या सर खुट्टा दुख्यो सिसाको खुट्टा दुख्यो है बिस्तारै हिँड्यो नि पुगिन्छ है मजाले ल अघि क्या छर्लङ्गे देख्थ्यो अहिले फेरि हरा है अब देख्छ सर फेरि अब देख्छ खुट्टा दुखिसक्यो भने त जुत्ता टाइट भएर क्या हो बट नो रिस है दुखाइ त एकैछिनको हो होइन तर रमाइलो हुन्छ एकछिन सधैँ गरेको लागि अत्तिकै है अति बोल्ने छुट्टी चाहिँ छुट्टिरहेको झन्डै खसेन 24 के बोले भाइ झन्डै लड्यो भने सिसा थाकियो है थाकियो सर कहाँ जाने हो उता डिलमा अब हामी चाहिँ त जान्छ ल अझै त्यहाँ हाइटमा गएको भयो भने है धेरै पछि यसरी कुदिएको हो क्या कस्तो सर है लङ टाइम पछि यस्तो ठाउँमा घुमिरहेको छौँ हामी कपल चाहिँ आउनु भयो भने राम्रो हुन्छ होइन हामी त के गर्नु कपल्सहरू चाहिँ हो क्या यहाँको लागि बेस्ट है यस्तो लोकेसनको लागि चाहिँ कपलहरू चाहिँ बेस्ट हो अब हामी तर केही छैन है त्यो केही छैन त्यही पनि हामी नि अब कपल्स नभए पनि अब हामी है 2 जना आएको छौँ पाण्डा सर पाण्डा सर पाण्डालाई ओ तेरिका लोकेसन भयो देखेको छैन है माथि जानु पर्ने रहेछ अलिक तलै आयो हामीले माथि जानु पनि तल आयो जस्तो लाग्यो है फेरि माथि जाने हो लेट्स गो है सर हेर्नु कस्तो बब्बाल देख्यो क्या ल है यहाँ चाहिँ कपल्सहरू छ नदेखाइदिउँ है मार्ला नि फेरि अहिले हामीलाई गाई चाहिँ म चाहिँ लुकेर देखेर चाहिँ यहाँ कपल्सहरू छ क्या त देखेन यार सरी ल के दे अरूको खेलबाड गरिदिने है माथि नै जाम माथि नै तलबाट अलिक अझै देखिएन माथि जानुपर्ने भयो है हामीले धेरै तल आएछौँ होइन तल झर्यौँ क्या धेरै तल झर्यौँ जस्तो लाग्यो तल झर्यौँ है एक्साइटेड भएर सिधै हामी पालिदिएको ल हामी त पुग्छ आइपुग्दा यस्तो बाटोमा ल सिसालाई चाहिँ फेरि यताबाट है पाण्डाहरूले पछाएर चाहिँ डिस्काउन्ट खोजिरहेको तर सरी त्यो हेर्नु त्यो घर कस्तो खतरा देखा कस्तो
सर कुद्नु न यार यस्तो एक्साइटेड भएर कुद्नु परेन अघि जस्तै उराल्दै अझै त्यसै उकालो कुद्नु परिरहेको छ हाम्रो चाहिँ अब जता गयो त्यति छ क्या हामी यो माथि यो टावर भनेर टावरबाट चाहिँ तल्दी झऱ्यो क्या खासमा हामी आमाहरू चाहिँ घाँस बोकिरहनु भएको छ सर उत्तरिका बवाल यार यता देखाउनु सर यता उता कस्तो यार बवाल छ यार यहाँ तलतिर चाहिँ के रहेछ यार सर हजुर यहाँ तलतिर चाहिँ के रहेछ यहाँ चाहिँ यस्तो घारीहरू रहेछ उन्यु घारी उता पोखरी हो क्या सर पोखरी होइन सर त्यहाँ हेलिकप्टर बस्नु छ हो र माथि जाने अब माथि नै जाउँ उता तल बवाल ठाउँ जस्तो लाग्यो क्या मलाई जाउँ न त जाउँ यताबाट ए धड ल जाम लेट्स गो एउटा फ्रेम भन्दा लामो हाम्रो लागिसक्यो है सो आजको भ्लग चाहिँ हाम्रो अब अलि गन्तव्य छोटो भए पनि भ्लग चाहिँ लामो आउनेवाला छ है सिजर के बोल्नु पर्यो बोल्नुलाई त धेरै थियो है बोल्नु झन्डै लडेन है कस्तो यार म चाहिँ यहाँ सूर्य चौर भने यस्तो खतरा ठाउँ छ जस्तो लाग्दैन छ यार मैले नि सुने त धेरै पहिला सुने हो तर फर्स्ट टाइमै आएको हो देखाए पनि फर्स्ट टाइम आएको पनि फर्स्ट टाइम के हो यो चाहिँ अलिकति हजुर के हो यस्तो यो कुन नासपति होइन यो नासपति हो है नासपति त ठुलो हुनुपर्ने हो त्यतिखेर होइन नासपतिहरू देख्यो है हामीले गाइस जोड्यो छ गाइस ल देख्यो के देख्यो सर नासपति देख्यो हामीले अब चाहिँ आत्माले शान्ति पाउनु भयो पहिलो पटक नासपति देख्यो भोक लाग्यो पनि अब हामी खान्छ है है हाम्रो माथिबाट त्यत्रो ओह्रालो झरेपछि बल्ल आमामा कुकुर खत्रै कुदिरहेको क्या र सिसर अब चाहिँ हामी यहाँ बस्ने है यहाँभन्दा तल गयो भने चाहिँ अब लास्ट भिड छ जस्तो लाग्यो क्या धेरै तल आए जस्तो लाग्यो उहाँ डाँडाबाट यहाँ आइसक्यो है हो यहाँ नि कपल्सहरू नै जस्तो लाग्यो सर हो डेटिङ आयो होला नि त डेटिङ स्पट है सिसर यहाँको बारेमा केही भनिदिनु न त तपाईँले यहाँको बारेमा लाग्यो सर खासमा यो चाहिँ सिसरकै प्लान हो क्या खासमा है मैले चाहिँ सूर्य चौर पनि माथि सूर्य चौर भनेर सुनेको थिएँ नि त अस्ति हाम्रो अब यता गाउँको स्कुलबाट नै हाम्रो टुरहरू ल्याउने कुरा गर्थ्यो नि त त्यतिखेर चाहिँ मैले ट्याक्क लाएर सूर्य चौर लाने भनेर एकचोटि भएको त्यतिखेर म चाहिँ आएको थिएन होइन मेरो साथीहरू आएको थियो तर है म आउँछु त भनेको थिएँ यो ठाउँमा आएँ है त्यही पनि रमाइलो लाग्यो क्या एकदम धेरै बवाल रहेछ है अब चाहिँ ल है सर अब चाहिँ भिडियो छिटो बनाऊ है अब चाहिँ एकछिन भिडियो छिटो बनाएर यहाँतिर बवाल आउँछ सर भिडियो कस्तो माथि जाउँ न माथि जाने ओके अब हामी यहाँ फेरि फर्केको है ल है त अब एकछिन पछि भेट्छौँ है हामीले फोटो खिच्न लागिरहेको फोटो खिच्न लागिरहेछ भाइ तिमी कहाँबाट आएको भाइ हामीलाई चाहिँ उहाँदेखि पछ्याउँदै आएकोहरूले एउटा सेल्फी हान्नु ल अलिक स्माइल आइसक्यो डाँडामा आइसक्यो है हामी चाहिँ अब यहाँ माथि जाने है हामी त्यहाँ फोटो खिचेर ड्याङडुङ आइसकेको छौँ त्यहाँ तल चाहिँ किन उफ्लिँदा फेरि चाहिँ किन भिडियो बनाएन भन्दाखेरि त्यहाँ अब कपल्सहरू छ नि त अब उनीहरूको अब पर्सनल प्राइभेटहरू होला होइन अब हामी के देख्नु भनेर चाहिँ नदेखाएको हो त्यहाँ तल बसिरहेको नि केटी होइन लेडिज हामी सोझोहरूले त्यस्तो भन्न मिल्दैन होइन सर शरीफ त्यही त सोझो अब बाटो छ यहाँबाट जाने भनेको हामी त्यस्तो रहेछ बाटो उता माथि जाऊँ न अब आउनु
हो त्यो घारी मात्रै छ सर हजुर बाटो देख्नु भएको म बाटो जसरी बनाउँछु सर पक्नु न हो यहाँ ओ माय प्लटिङमा अब समीर सरले बाटो बनाउने भयो है अब यहाँ बाटो बनाउँछु सर पक्नु है म एकछिन यहाँ चाहिँ यस्तो खाल्टो खाल्टो परिरहेछ नि त अनि यता सर यता यहाँबाट चाहिँ बाटो छ जस्तो लाग्यो क्या मलाई सर खुट्टा धस्यो त यार खुट्टा धसिँदो रहेछ सर अलिअलि बाप्रे बाप सर नजाम यार हजुर बाटो छ क्या यहाँबाट त हेर्नु न है हामी चाहिँ यहाँबाट अब यस्तो यस्तोबाट चाहिँ जाँदैछ आउनु सर बाटो छ यहाँ स्योर हो स्योर हो कहाँ बाटो सरले है बवाल बवाल अब यहाँबाट चाहिँ फेरि कहाँ पुग्ने हो थाहा छैन है फेरि सर यहाँबाट कहाँ पुग्छ थाहा छैन न मलाई चाहिँ फेरि ल होइन त्यो पनि हिँड्दै जाउँ पुगिन्छ तर कहाँ पुगिन्छ पुगिन्छ तर कहाँ पुगिन्छ थाहा छैन हामी जाँदैछौँ होइन अब कहाँ जाँदैछौँ भनेपछि चाहिँ पुगेपछि मात्रै थाहा हुन्छ आइपुग्ला है सर अब आइपुग्ला आइपुग्यो भन्दा नि भयो फाइनल्ली है फाइनल्ली आइपुगिसकेको छ सिजर कस्तो लाग्यो तपाईँलाई मेरो बाटो बाटो तपाईँ जस्तै गुज्रेको सर गइ म जस्तै गइ गुज्रेको भनिरहनु भयो क्या सरले है सर हामी चाहिँ अहिलेको ठाउँमा आइपुगिसक्यो है अब तपाईँले भन्नुभयो त होइन होला सर होला खतरा सिसर हराए मान्छे हो क्या हामीलाई चाहिँ पिछा छोड्नु मानेको छैन होइन सिसरलाई पछापछि छ है के हो के हो त्यो नाम नाम भन् त सिसर धेरै सिसर सिसर मन पर्यो कि सिसरको चस्मा हो कुनी सिसर फेरि बोलाउनु त फेरि फेरि बाबु बाबु आऊ बाबु हो कि नानी हो बाबु रहेछ है अब धेरै रमाइलो पनि गर्नु हुँदैन है अब बिस्तारै अब हाम्रो अब ठाउँमा पुग्नु पनि हुन्छ त्यहाँनिर नि दाइ दिदीहरू चाहिँ टक्क बसेर खाजा खाँदै हुनुहुँदो रहेछ है अहिले भयो हामीले त्यहाँ माथि देखाएको दाइहरू होइन माइकै कहाँ खसिरह होइन फुट त म थाहा थिएन सर है ट्याक्क गएर चाहिँ मतलब के खसी भन्ने भयो क्या अघि चाहिँ के खसी भन्ने भयो नि त अहिले त्यो दाइले टिपेरिदियो नि त ल यहाँबाट फोटो हान्ने नि त है अब यहाँ पनि फोटो खिच्नु पर्ने हुन्छ अब त्यही माथिबाटै छ हामी आइदिएछ है कुकुर त्यहाँ छ हामी चाहिँ अब यहाँ सुरुचर पुरै घुमिसकेको छ है बवाल 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 मजा आयो सर मजा आयो होइन एकदम धेरै बवाल मजा आयो है जो आजको हाम्रो यात्रा चाहिँ यहीँसम्म थियो है सो है सबले माया सपोर्ट गर्नु होला है सो भिडियो आजको लागि सो आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ है लाइक एन्ड सब्सक्राइब ड्याङ गर्नु पनि हुन्छ सर है तपाईँले के भन्नु पर्यो है जाओस् लाइक एन्ड सब्सक्राइब थ्याङ्क्स सो मच है त